안녕하세요 여러분. आज हामी कोरियाको पहाड ट्रेकिङमा जाँदैछौँ। एकजना हाम्रो काका हुनुहुन्छ, कोरियन काका। हामी 6 जना नेपाली साथीहरू छौँ। यो बाटो भएर माथिसम्म जानेछौँ हामी। उहाँले नेपाली पनि बोल्नुहुन्छ। एकछिनपछि राम्रो देखिन्छ भन्नुहुन्छ। साथीहरू जाँदैछौँ। हामी यति माथि आइसक्यौँ। यो उकालो चढ्ने बाटोमा चिप्लिन्छ भनेर भुइँमा यसरी यो नरिवलको जुटहरू र यसरी बाँधेर बनाएको छ। यो पनि एउटा आइडिया हुनसक्छ। तिम्रो मास्क झऱ्यो भनेर भन्दिनुहुन्छ उहाँले। उहाँले अलिअलि नेपाली बोल्नुहुन्छ। उहाँ कोरियन काका हुनुहुन्छ हाम्रो एकजना। हामी लगभग यो डाँडामा पुग्दैछौँ। यति माथि आइसक्यौँ। अब यो डाँडामा पुग्दैछौँ हामी। फाइनल्ली हामी डाँडामा आइपुग्यौँ। अलिकति हावा बढी चल्दो रहेछ डाँडामा। त्यस्तो रमाइलो दृश्य छ। यहाँबाट जेजु एयरपोर्ट नजिकै पर्छ। डाँडासम्म आइपुग्यौँ। त्यो जेजु सहरको दृश्य रमाइलो छ। यहाँ यसरी 코리아랜드? 메인랜드. 아, 여기는 아일랜드잖아. 예, 하일랜드. 이거 공항 어떻게? 이름이 이거 제주 에어포र्ट. 제주 에어포र्ट. 예, 맞아요. यो पछाडि चाहिँ जेजु एयरपोर्ट छ। प्लेनहरू उडेको छ। टाढा यो एयरपोर्ट छ। एकदमै हावा चलिरहेको छ यतिखेर। उहाँले 군가로 온 거 아니지? 예. नेपाली भाषा बोल्नुहुन्छ। रमाइलो छ। बुकिङ गर्दैछौँ हामी। जेजुको एयरपोर्ट नजिकै आइपुग्यौँ आज। रमाइलो छ। 포토 줘봐.